डे 30 को 7 किलोमिटरको रनिङले यतिसम्म पेन देला भनेर मैले सोचेको थिइनँ। नमस्ते सबैजनामा, आज हो मेरो विन्टर आर्क च्यालेन्जको डे 31। बिहानै 5 बजे उठेर मैले मेरो सानोतिनो काम सकेर म लागेँ रनिङ। र डे 30 मा त्यो 7 किलोमिटर र मैले जुन एक्सर्साइज गरेको थिएँ त्यसले चाहिँ मेरो ब्याकमा चाहिँ एकदमै पेन दिइरहेको थियो। मलाई लास्टै गाह्रो भइरहेको थियो र आज मैले एक्सर्साइज भन्दा पनि स्ट्रेचिङ गरेँ बिकज मेरो एकदम ब्याकमा पेन भइरहेको थियो। पुसअप गरेर मैले हनुमान डन्डा लगाएँ किनकि हनुमान डन्डाले हाम्रो होल बडीलाई टार्गेट गर्छ। र घर आएर म कोल्ड सावर लिन आज थोरै ढिलो भएको थियो, त्यही पनि कोल्ड सावर लिएर म घर आएँ र मैले लिएको मेरो फर्स्ट मिल। हल्का फुल्का पेन नभए त के नै ग्रोथ आउला भनेर मैले गरेँ इभिनिङमा मेरो सेकेन्ड वर्कआउट, जहाँ मैले आज मेरो बाइसेप्स, ट्राइसेप्स र फोर आर्म्सलाई ट्रेन गरेँ। ह्यामर कर्ल्स 3 सेट, टिभी ह्यामर कर्ल्स 3 सेट र क्रस बडी ह्यामर कर्ल्स 2 सेट लगाएँ र फोर आर्म्सलाई ट्रेन गरेर मैले लिएको मेरो सेकेन्ड मिल। र तिमीले पनि मसँग यो जर्नी स्टार्ट गरेको भए आज फाइनली तिमीले आफ्नो लाइफमा 31 दिन जित्ने थियौ। र लास्टमा एउटा कुरा भन्छु, जति पनि गाह्रो भयो पनि म गिभ अप गर्दिनँ। सो लेट्स गो।